तपाईँलाई धन्यवाद भन्छु प्रभुजी। हाम्रो भन्ने ठाउँ कहाँ छ र हाम्रो कुरा सुन्छ पुकलेर धन्य हामीले तपाईँलाई चिन्न पायौँ। हाम्रो आँसु पोख्नु भएको छ, हाम्रो बहलिएको मन, निराश भएको मन प्रभु तपाईँलाई भन्न पाउँछौँ। अनि तपाईँले हाम्रो प्रार्थना सुन्नुहुन्छ किन तपाईँ जीवित हुनुहुन्छ। प्रभु हाम्रो प्रार्थना सुनेरै इन्डिया र पाकिस्तानको लडाइँको अन्त्य गरिदिनु भएको छ। त्यो सधैँको लागि अन्त्य होस् प्रभु। हामी इजरायल देशको लागि, इजरायल देशको शान्तिको लागि, स्वतन्त्रताको लागि, प्रभु इजरायल देशको प्रशस्तताको लागि प्रार्थना गर्छौँ। प्रभु इजरायलका शत्रुहरू चारैतिरबाट चार पाँच ठाउँबाट हाने गर्छन्। अनि त्यो सानो देश कसरी डिफेन्स गर्छ प्रभु तपाईँको निगाह दिनुहोस् प्रभु। म प्रार्थना गर्छु तपाईँले त्यो हमासको गतिविधिहरूलाई यीशुको नाममा जिरो बनाइदिनुहोस्। हिजबुल्लाहको गतिविधिलाई जिरो बनाइदिनुहोस् प्रभु। हुत्तीका गतिविधिहरूलाई जिरो बनाइदिनुहोस् प्रभु। इरानको धम्कीलाई चुप गराइदिनुहोस् हे परमेश्वर। तपाईँको जनहरूलाई जसले धम्क्याउँछ त्यसलाई तपाईँ परमेश्वरले धम्क्याउनु प्रभु। तपाईँ प्रतिज्ञाले त्यही भन्छ प्रभु। त्यसले इरान देशलाई धम्क्याउनुहोस्, त्यसलाई चुप गराउनुहोस्, किन अब्राहमको वंशलाई कसैले पनि श्राप दिन पाउने छैन, कसैले धम्क्याउन पाउने छैन प्रभु। तिनीहरूको प्रशस्तता तिनीहरूलाई विजय तपाईँले दिइरहनुपर्छ, पूर्ण विजय दिनुहोस् हामी प्रार्थना गर्छौँ प्रभु। हामी तपाईँलाई धन्यवाद भन्छौँ। युक्रेन र रसियाको लडाइँ अन्तिम हुन लागेको छ प्रभु। त्यहाँ धेरै मान्छे मरेका छन्, तपाईँले त्यसलाई पनि रोकिदिनुहोस् प्रभुजी। हामी प्रार्थना गर्छौँ नेपाल जारी चर्चका जवानहरूलाई प्रभु तपाईँले आफ्नो धार्मिकतामा सत्यमा आसन जोगाउनु भएको छ प्रभु। कतिचोटि उनीहरूलाई परीक्षा त आएको होला तर तिनीहरूले अहिलेसम्म विजय भएका छन् प्रभु। परीक्षाको छेउमै नपुग्ने बातमा बनाइदिनुहोस् र तिनीहरूलाई सधैँभरि विजय बनाउनुहोस् प्रभु। संसारको ढाँचामा होइन प्रभु, तपाईँको ढाँचामा चल्नलाई तपाईँले बोलाउनु भएको छ प्रभुजी। म प्रार्थना छु हाम्रो जवानहरूलाई मात्रै होइन, नेपालैभरिको मण्डलीका जवानहरू प्रभुजी लुकी चोरी विभिन्न खालका कुलतहरूमा, विभिन्न खालका गलत सङ्गतहरूमा छन् प्रभु। तिनीहरूलाई फेरि पनि सुधार्नुहोस्, ल्याउनुहोस् प्रभु। तपाईँले शुद्ध र पवित्र बनाउनुहोस् हामी प्रार्थना छौँ प्रभु। आज नेपाल जारी चर्चका विश्वासीहरू त बात सुन्छु प्रभुजी। नेपाल जारी चर्चका विश्वासीहरू निराश हुने दुईवटा कारण, एउटा चाहिँ स्वास्थ्यमा गडबड भयो भने तिनीहरू निराश हुन्छन्, अर्को आर्थिक अभाव भयो भने तिनीहरू निराश हुन्छन् प्रभु। यो दुईवटा कुरा यीशु ख्रीष्टको नाउँमा परमप्रभुको आशीर्वाद बोल्दछु नेपाल जारी चर्चका प्रत्येक विश्वासीको जीवनमा प्रभु। त्यसो सँगसँगै धन कमाएर धनी भएर ठुल्लिनलाई होइन, घमण्डी हुनलाई प्रभु, तर तपाईँको वचन अनुसार जीवन ढाल्नलाई, प्रतिबद्ध हुनलाई प्रभु प्रत्येक विश्वासमाथि आफ्नो अनुग्रह गरोस्, कृपा गरोस् प्रभु। नाम देखाउन, भिड देखाउन, यहाँ टाउको गर्नलाई आउने होइन प्रभुजी। तपाईँ परमेश्वरको स्वर्गमा टाउको गरिन निम्ति हामी आएका छौँ प्रभु। तपाईँको आत्माको जागृति आज प्रत्येक विश्वासमाथि दिनुहोस्। बाइबलले जरा गाड्नलाई, मान्छेको ढाँचामा, संसारको तरिकामा मान्छेको मूल्य मान्यता, बिब्लिकल मूल्य मान्यता उभिने विश्वासी आज नेपाल जारी चर्चका विश्वासीलाई बनाइदिनुहोस् हामी प्रार्थना गर्दछौँ प्रभु। नेपाल जारी चर्च मात्र होइन, नेपालभरिका मण्डलीहरूलाई पनि तपाईँ सुन्नुहुन्छ प्रभु। नेपालभरि भएको मण्डलीहरूमा पनि यही समस्या होला प्रभु। तपाईँ परमेश्वर अनुग्रह र कृपा गर्नुहोस् प्रार्थना गर्छौँ प्रभु। नेपाल देशमा भएका पास्टर अगुवाहरू पनि तपाईँ आफ्नो सुन्नुहुन्छ प्रभुजी। प्रभु तिनीहरू कसैको त होला प्रभु, तिनीहरू प्रशस्त पनि होलान्, चाहिनेभन्दा बढी पनि राखेका होलान्, तर प्रभु धेरै पास्टर अगुवाहरू आज पनि दुःख, पीडा, अप्ठ्यारो, समस्या, आर्थिक अभावसहित सेवाकाई गर्दैछन् अनि आफ्नो जीवन दाउमा राखेका छन्। बुढो हुँदा के गर्ने टुङ्गो नभइकन तपाईँको सेवामा आफ्नो जीवन समर्पण गरेका छन्। अनि प्रभु मैले कयौँ पास्टरहरू पञ्चायतकालमा दुःख पाएको पास्टरहरू मर्ने बेलामा त्यो बाक्साले चन्दा उठाएको पनि मैले देखेको छु प्रभुजी। तपाईँको जडालाई त्यस्तो हुनु हुँदैन। म प्रार्थना गर्छु यीशु ख्रीष्टको नाउँमा प्रभु, जसले तपाईँको निम्ति आफ्नो जीवन अर्पण गरेका छन् तिनीहरूलाई विशेष आर्थिक अभावमा पर्न नदिनुहोस् हामी प्रार्थना गर्दछौँ। नेपालका सेवक सेविकाहरूलाई प्रभु विशेष आर्थिक स्वतन्त्रता दिनुहोस्। तिनीहरू आर्थिक प्रशस्त भयो भने प्रभु तपाईँको निम्ति प्रशस्त खर्च गर्छन्, प्रशस्त सेवाकाई गर्छन्। आर्थिक भएर भने प्रभु दिनपर्ने सङ्गति पनि दिँदैन, जानुपर्ने ठाउँ पनि जान सक्दैनन् प्रभु। तपाईँ निगाह कृपा नेपालभरि भएका पास्टर अगुवाहरूमाथि पनि दिनुहोस् हामी प्रार्थना गर्छौँ र विशेष गरी पास्टर अगुवा भइसकेपछि प्रभु तिनीहरू नमुना बन्न सकुन्, तिनीहरू विशेष गरी पाप परीक्षाहरूमाथि विजय बन्न सकुन् प्रभु। तपाईँले सुरक्षा गरिदिनुहोस् भने पनि प्रार्थना गर्दछौँ प्रभु। विश्वभरि भएका पास्टर अगुवाहरू पनि तपाईँ सुन्नुहुन्छ प्रभु। विश्वमा क्रिस्चियनिटीको क्वालिटी घटिएन, क्रिस्चियनिटीको क्वालिटी बढ्नुपर्छ, मूल्य मान्यता बढ्नुपर्छ, बिब्लिकल मूल्य मान्यता विश्वलाई क्याप्चर गर्नुपर्छ, विश्वलाई हल्लाउनुपर्छ, विश्वलाई चलाउनुपर्छ प्रभु। विश्वमा प्रार्थना गर्छु विश्वका सरकार प्रमुखहरू प्रभु अब फेरि
त्यो क्रिस्चियनिटी मूल्य मान्यताबाट तल झरेको नास्तिक कप्टीहरूले अब सरकार चलाउँदैछन्। प्रभु अब फेरि यीशुको नाममा रिभाइभ गरिदिनुहोस् विश्वमा। तपाईँ परमेश्वर भएर डर मान्ने मानिसहरूले देशको नेतृत्व गर्न सकुन्, ताकि त्यो देशको जनताले सुख र समृद्धि पाउन सक्ने हामी प्रार्थना छौँ। नेपाल देशमा भएको भ्रष्टाचार पनि अन्त्य हुन सकोस्। नेपाल देशमा भएका राजनीतिक दलहरूलाई प्रभु तपाईँ परमेश्वर कायल हायल बनाउनुहोस् र प्रभु तपाईँको भएर डर उनीहरूको जीवनमा ल्याउनुहोस्। अनि तपाईँको भएर डर मान्ने नेतृत्वलाई प्रभु दानिएललाई जसरी जेलमा बस्ने, युसुफलाई जसरी ज्यामी काम गर्ने, मोर्देखाईलाई जसरी प्रभु तपाईँ टपक्कै टिपेर भए पनि त्यो सत्ताहरूमा तपाईँ परमेश्वरको महिमा गराउनलाई, तपाईँको मानिसहरूको सेवा गर्नलाई प्रभु त्यस्ता मान्छेलाई सत्तामा पुर्याउनुहोस् भनेर पनि हामी प्रार्थना गर्दछौँ। प्रभु हामी धन्यवाद दिन्छौँ सम्बन्धी सुरुदेखि अन्तिमसम्म हजुरको निगाह कृपा उपस्थितिको लागि हजुरलाई महिमा चढाउँछौँ यीशु प्रभुको नाममा।